जोडिस दा के छ हालखबर? एकदम 450 म चाहिँ 348 को गेज गरेको थिएँ, तिमी भन्न लु। समथिङ 550। ओके साथीहरु, तपाईहरुलाई नयाँ भ्लगमा स्वागत छ। र आज चाहिँ मयुरुङमा है फाइनल, अस्ति मैले जुन भ्लग स्टार्ट पहिल्यै जब यो टुर्नामेन्ट स्टार्ट हुनु अगाडि नै तपाईहरुलाई भ्लग बनाएर भनेको थिएँ हैन। अनि मयुरुङमा चाहिँ आज फाइनल छ। लु यहाँ हाम्रो साथीलाई भ्लगमा स्वागत छ है। लु भ्लग हेर्ने हुनेलाई साथी एकपल्ट नाम भनिदिनु पर्यो, हतार भइरहेको छ कि। लु पनि लु रञ्जन, उहाँहरू चाहिँ अब एकदम कमेडी पहिलो दिनदेखि नै अब मैले भ्लग बनाउँदैदेखि उहाँहरू एकदमै खटेर काम गरिराख्नु भएको छ। तपाईहरुलाई बधाई छ। फर्स्टमा चाहिँ आज फाइनल पनि भइराखेको रहेछ है। आज कसको बिचमा म्याच हुनु गइरहेको छ? हाम्रो स्पाइडन कालेबुङ भर्सेस मङ्गरजुङ। मङ्गरजुङ चाहिँ कताको? रम्फूदेखि अलिक माथि मनसङ कमानदेखि अलिक पल्लोपट्टि। ए मनसङ कमान। मङ्गरजुङ भर्सेस स्पार्टन क्लब कालिम्पोङ है। अनि कस्तो भयो यो पालिको? आजसम्मको म्याचहरुमा चाहिँ कुनै पनि डिस्टर्बै भएन है। वातावरणले नै हामीलाई सपोर्ट गर्यो। पानी आएन? पानीमा आएन है। पानी बिहान आयो, फेरि म्याच हुने बेलामा एकदम टन्टनी घाम लाग्यो है। हुन्छ, थ्यांक यू सो मच। ल ओके ब्रो। ल जोडिस दा के छ हालखबर? एकदम हाम्रो जोडिस दामा आउनु भएको रहेछ, फाइनलमा बस्नु भएको रहेछ उहाँहरू। जोडिस दा तपाईहरु टिम के हो? स्पार्टन क्लब। फाइनलमा पुग्नु कतिको साह्रो पर्यो दा? सजिलो थियो, टफ थियो। हुन्छ, अति नै हामीलाई माया गर्नुहुने एज ए ब्ल्याकले हामीलाई धेरै नै सहायता पुर्याएको छ। एज ए ब्ल्याक पनि हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई पनि कृपया गरेर आसन ग्रहण गरिदिने म अनुरोध गर्दै हाम्रो नानीहरूलाई उहाँलाई पनि खदामाला गरिदिने म अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद दिँदै यो जुन चाहिँ पहिलो पहल है हजुरहरूले गरिदिनु भयो, नानीहरूलाई स्क्रिन टाइम मोबाइल्स र टेलिभिजनबाट दूर राखेर हामी आज विटनेस गर्न सक्छौँ कि नानीहरूले क्रिकेट फुटबल हामी खेल्नुपर्छ, वी शुड बी एनर्जेटिक भन्ने कुरा हजुरहरू मार्फत मयुरुङ फरेस्टमा आएको छ। जोस कम हुनु भएन आज। We should clap louder than this. The success because of you all. Thank you. बाँच्न पर्ने यस जीवनमा मिलन र बिछोड जीवनको एक भाग नै हुँदो रहेछ। कति केजीको भाले रे? 3 केजीको भाले 50 रुपिसमा हैन। यहाँ चाहिँ गेज गर्दैछ हो। पर्ख 1 2 3 348 450 म चाहिँ 348 को गेज गरेको थिएँ, तिमी भन्न लु। समथिङ 550। र यहाँ फेरि जोखिमपूर्ण रन, यहाँ 1 रन।
स्पार्टन क्लब कालिम्पोङले चाहिँ ब्याटिङ गरिरहेको छ अनि मङ्गरजुङले बलिङ भयो 6 runs with the boundary for Spartan Kalimpong. ल साथी तपाईहरुलाई म देखाउँदैछु आज यहाँ जनताको भिड मानिसहरुको भिड चाहिँ म आज तपाईहरुलाई देखाउँदैछु तलबाट अलिक तपाईहरुले देख्नु भएन होला मान्छेको भिडभाड अनि घाम चाहिँ यस्तो दामी लाग्दिरहेछ क्या आज क्रिकेट खेल्ने लाइकको दिन अनि उतै जाउँ न सिधा सिधा आउनु यता आउन अगडा धुप्पीले रड्डी गरिदिँदैछ नि त ऊ सिधै हो यहाँ अहिले पनि कन्टिन्यू डट्स एकदमै राम्रो डट बल गर्नमा सफल बनिरहेका मङ्गरजुङका बलर्सहरू र अहिले पनि स्पार्टन कालिम्पोङका स्कोर अलिकति धीमा यो गुड थ्रो यहाँ पक्कै पनि यति बेला हामी यो हातेकाँडको जोस देख्न सक्छौँ सिधा विकेटमा यो एकदमै राम्रो थ्रो सावधानी हटी दुर्घटना घटी र यो कन्टिन्यू अपमा बल राख्नमा सफल मिस्टर सुरेन र यहाँ उत्कृष्ट बल वन्स अगेन वन्स मोर एकदमै राम्रो बल यहाँ रन्स लास्ट अफ 3 विकेट्स केवल 2 रन यहाँ जोडिएको छ र ठुलो सर्ट लगाउने कोसिस यहाँ नाकामयाब ओभरको समाप्ति 20 ओभरको समाप्तिपछि 172 runs, target 173. 172 runs, target 173 in 20 over. The counting is 598. And the 600 was the number that they had chosen. Kalimpong Spartan chose 600 as well as Agatha Lepcha chose 600. So there's a tie between Agatha Lepcha and Kalimpong Spartan. Kindly contact the committee members. Bhale adi adi hune bhayo. So moving on to the match. नयाँ ब्याट्सम्यानको आगमन भइसकेको छ र उहाँको नाम सोनाम रहेको छ सोनाम छेत्री र यो वाइट प्लस 1 रन एड भएको छ र यो उत्कृष्ट बल अनि पहिलो ओभरको समाप्ति स्कोर रहेको छ 8 रन 1 विकेटको नुक्सानीमा र राम्रो बलिङ कुनै रन लिन सकिरहेको छैन ब्याट्सम्यानले र हामी आशा गर्छौँ तपाईहरुले खेलाको मनोरञ्जन लिइराख्नु भएको छ होला भन्ने र यो 1 रन एड भएको छ यो पनि कुनै रन भएको छैन अनि प्रणेश छेत्री उहाँ 7 रनमा नट आउट रहेका छन् अनि सोनामको अहिलेसम्म खाता उहाँले खोलिसक्नु भएको छैन र यो एउटा क्याच हुने चान्स भन्दा पनि यो उत्कृष्ट शट साथै 6 रन र ओभरको समाप्ति
17 ओभरको समाप्तिपछि 150 रन, 7 विकेट डाउन। 18 बलमा 23 रन। 18 बलमा 23 रन। अन्तिम विकेट हैन अब? अन्तिम विकेट। गेम चाहिँ प्रेसरवाला भयो। यहाँ कमेन्ट्री गर्ने मान्छे पनि प्रेसर भएर बोल्नै छोडिसक्यो अब। ल लास्ट विकेट रहेको छ। अन्त 18 बलमा 23 रन जित्नुलाई। लास्ट विकेट छ, 1 विकेट। अब कसले जित्छ होइन, एकदम प्रेसरवाला फाइनल भइरहेको छ। त्यस्तै छ कुरा चाहिँ। फाइनल जस्तो भइरहेको छ। अनि दिन हेर्नु न, दिन फेरि यस्तो दामी क्रिकेट खेल्ने हो। 18 बल रहेको छ, जित्नको निम्ति 23 रन रहेको छ र युवन लेप्चा 36 रनमा खेलिरहेको छ र विशाङको ओभर यो चाहिँ एनाउन्स गरे 17 बलमा 23 रन। लगातार 2टा अपमा बल गर्नमा सफल मिस्टर विशाङ। आम्बो व्हाइट बलको इशारा उम्पायरद्वारा। यहाँ ब्युटिफुल रन, एकदमै उत्साहपूर्ण रन। ओभरको समाप्ति 18 ओभर कम्प्लिट, 164 रन। जित्नको निम्ति केवल 9 रन रहेको छ भने एघार बलमा 9 रन। लेवनको ब्याटबाट निस्केको यो 6 रन 6। जित्नको निम्ति केवल 3 रन रहेको छ, 3 रन्स टु विन। र एकदमै 105 को स्पिडमा जनताको धड्कन। यहाँ कतापट्टि म्याच जान्छ अझै पनि भन्न सक्दैन। लास्ट विकेट 3 रन। हल्ला छ यो, हल्ला। यसको साथमा मगरजुङले रेड कसम मेमोरियल ट्रफी 2025 विजय हासिल गरेको छ। मगरजुङको दर्शकहरू एकदमै खुसियाली रमाउँदै मगरजुङले पहिलोचोटि मैरुङको ग्राउन्डबाट रेड कसम मेमोरियल ट्रफी 2025 मगरजुङको यो ठुलो सफलता र मगरजुङलाई मैरुङको यो पहिलो प्रोग्राममा अग्रिम बधाई। यो पालि मैरुङको युथहरूले, मैरुङको जनता, मैरुङको अभिभावक, सम्पूर्ण मैरुङवासीहरूले चाहिँ एउटा उदाहरण चाहिँ हामीलाई के दियो भन्दाखेरि चाहिँ एकताको उदाहरण। खेललाई माध्यम बनाएर सबैलाई एकजुट कसरी गर्न सकिन्छ भन्ने एउटा मिठो उदाहरण मैरुङले हामीलाई दिएको छ जस्तो मलाई लाग्छ। हो, मैले सबै खिच्न सकिनँ किनभने मुटु ढुकढुक पार्ने म्याच भएको थियो है। मैले त क्यामेरा राखेर म्याच हेरिबसेँ र अलिअलि मैले ग्लिम्स मात्र खिचेँ। अगाडितिरको पनि बहुत पुरा थियो क्या, अरू कार्यक्रमहरू पनि थियो। मैले यति खिच्दै मेरो ब्याट्री डेड भइसकेको थियो है। र मैले पुरै डल्लै चाहिँ खिचिनँ, अलिअलि ग्लिम्स काट्दा पनि यति भएको है। र डल्लै मैले खिच्नु पनि सकिनँ। र तपाईँहरू यहाँ आएर हेर्नु भएको भए चाहिँ तपाईँहरूले बुझ्नुहुन्थ्यो कि कतिको रमाइलो अनि भव्य कार्यक्रमको आयोजना मैरुङले गरेको थियो भनेर। र एकदमै गर्व गर्छु म है, यस्तो कार्यक्रमहरू आउँदो दिनहरूमा पनि होस्। र विजेता टिमलाई पनि बधाई है।
अनि जसले विजय हासिल गर्नु भएन उहाँहरूलाई पनि बधाई, किनभने यहाँ आएर फाइनलसम्म पुग्नु भनेको पनि ठुलो कुरा हो। र मेरो चाहिँ साथी जोयल हो, अब त्योसँगै पढेको म चाहिँ, र त्यसले चाहिँ एकदमै मलाई आइज भनेर बोलाउँछ है, र त्यसलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु। र जोयल र मैले चाहिँ अब सानोदेखि सँगै पढेको है, दुःखको दिनहरू सँगै देखेको, र यस्तो खुसीको दिन सुखको दिनहरूमा त्यसले मलाई चाहिँ भुल्दैन क्या। र थ्याङ्क यू सो मच भन्न चाहन्छु जोयल अनि सम्पूर्ण मयुरुङको युथ कमिटीलाई। मलाई पहिलो दिनै बोलाएको, मैले फर्स्ट ब्लग नै सोसियल मिडियामा नै मैले हालेको थिएँ है, यहाँ क्रिकेट हुँदैछ भनेर, र आज अन्तिम दिनमा पनि आएर खिच्न पाएँ र एकदमै खुसी लागेको छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु सबैलाई। र सबै मैले खिचेर चाहिँ हाल्न सकिनँ, यसको लागि चाहिँ क्षमा चाहन्छु है। अलिअलि ग्लिम्स भए पनि तपाईँले हेर्नुभयो होला भन्ने आशा राख्छु। र अर्को ब्लगमा चाँडै भेट्ने बाचा गर्दै आजको लागि तपाईँहरूबाट यो एजेले अब बिदा लिन्छ। र एकपल्ट फेरि लास्टमा भन्न चाहन्छु, मयुरुङले चाहिँ खतरनाक है, एकदमै मनमा लाग्ने खालको उदाहरण चाहिँ हामी सबै माझ दिएको छ। र यो एकता एकदमै मयुरुङको बनिरहोस्, र आउँदो दिनहरूको लागि पनि सबैलाई शुभकामना।